झिक्कै झिक्कै माया तमीलाई हैन सुदूर पश्चिम दूर नहीं रमाइलो छ क्या पश्चिमतिरको भाषा एकदम मिठो हुन्छ हैन सर राम्रो हुन्छ नि बोल्दाखेरि यति राम्रो सुनिन्छ ए पश्चिमतिरको भाषा राम्रो सुन्यो पश्चिमतिर हाम्रो एकदम राम्रो हुन्छ नि हामीतिर यहाँ साथी भन्छौँ दोस्त भन्छौँ त्यहाँ कुनै पनि हैन जागिरका मित्रौँ भन्छन् बड्डा कति राम्रो आवाज आउँछ हैन मित्रौँ कहीँ जाने अब निकै छ मित्रौँ बडे एकदम राम्रो के खाना खायो अब मित्रौँ मतलब टोन फरक फरक हुन्छ त्यो त सुदूरपश्चिममा नि धेरै ठाउँको टोन फरक हुन्छ दार्चुलाको छुट्टै हुन्छ बैतडी डोटीको छुट्टै हुन्छ अछामतिरको छुट्टै हुन्छ नि त तर भाषा सबै मिठो हुन्छ क्या हैन झिक्कै झिक्कै माया तमीलाई दूर नै रमाइलो हुन्छ क्या राम्रो छ नि खेतीपाती राम्रो रहेछ यार यसरी हो कि खेतीपाती गर्ने कृषि प्रधान देश भने आफैलाई खानालाई नपुग्ने उब्जाउँछन् हैन बेच्ने हो के उब्जाएर यार तर त्यतिकै त कहाँ हुन्छ त नि जे होस् हैन साथीहरू सँगै भयो भने यस्तो भिडियो बनाउँदा कसैले हेरिराख्यो भने त्यस्तो टेन्सन कन्फिडेन्स नै आउँदो रहेछ क्या हैन जस्तै एक्लै भयो भने यताउताबाट कसैले हेरिराख्नु भने अलि हैन कन्फिडेन्स घट्छ क्या राम्रो भएको छैन कि के भनिराख भन्ने हुन्छ अहिले एक दुईजना साथी भयो भने त रिल्याक्स हो क्या कसले के हेरिराख कस्तो भइराख भन्ने कुरा टेन्सनै हुन्न वास्तै छैन त्यही त रमाइलो छ नि यहाँ त मटर नि छन् राम्रो छ क्या एकदम हो क्या उता गफमा सर्ट बिजी गफमा आउनुभयो यहाँ हेर्दा लाग्छ पहाड छैन जस्तो लाग्छ ठ्याक्क अब यता हेर्ने हो भने पुरै हो पुरै पहाड छ क्या एकदम रमाइलो छ क्या जे होस् रमाइलो गर्ने हो यही हो हैन सर मेमोरी हुन् यादहरू हुन् यस्तै हुन्छ त्यही हो ल